हेलो नमस्कार सबैजनालाई। यो देखिराख्नु भएको चाहिँ के हो जस्तो छ भन्दाखेरिको एकदमै सजिलो होइन। आलु फुलाइदिउँ तालु, तालुमा आलु। यो चाहिँ त्यो के पो हाम्रोमा आलु राख्दाखेरिको रोप्ने नै भइसकेको थियो क्या, पुरा पलाएर। अन्त पापाले 2-3वटा यसो काटेर नातिलाई गमलामा रोप भनेर भन्नुभएको थियो। अनि ऊ पनि एक्साइटेड भएर रोप्ने, अनि पुरा पानी लगाउने क्या। अनि त्यस्तै अनि अलिक सुकिसकेपछि चाहिँ निकाल्दा हुन्छ भन्नुहुँदै थियो। अनि स्पेस पनि धेरै थिएन, अनि त्यही भएर पुरा खनेर निकालेको। यति एक्साइटेड भयो नि मेरो बच्चा यसमा, कस्तो खुसी लागेर आएन। अझै पनि बनाएर यसरी रोपिदिनु पऱ्यो भनेर सोचिरहेको छु क्या। यो चाहिँ उसले नै आफै बिहान बिहान पानी लगाउने होइन, तर थाहा भएन क्या धेरै पानी लाउनु हुँदैन भनेर चाहिँ। त्यही भएर एकदमै माटो त्यो हुन्छ नि गिलिक्क, मम्मीले चाहिँ कुहिन्छ होला भन्नुहुँदै थियो। कुहिनु चाहिँ झन्न कुहेन, जस्ट 6-7वटा कति आलु फलेको थियो। यस्तो खुसी भयो नि ऊ त्यो आफूले त्यो रोपेर उयो गरेको अनि फल्दाखेरिको क्या। अनि पुरा यसरी हामीले चाहिँ निकालेर छानेर हुन्छ नि, जस्तो रमाइलो भयो, मजा आयो। अनि पकाएर पनि दिएँ हो। खुसी खुसी मेरो छोरा त। अब अझै गरिदिन्छु म यस्तै 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 टाइम पासहरू केहरू गराउँदै बस्छु म चाहिँ नानीहरूलाई। तपाईँहरूले चाहिँ के गर्नुहुन्छ कमेन्टहरू गरिदिनु न मलाई पनि। अनि त्यही तरिकाले म पनि मेरो छोराछोरीहरूलाई त्यसरी नै मोबाइलहरूबाट यो ट्याबहरूबाट अलिक टाढो राख्नु पऱ्यो कि। पहिला हामी हेर्नु त कसरी हुर्केको थियौँ त्यो तरिकाले नेचरसँग। हस्, थ्याङ्क यू, बाई बाई।